नमस्कार मित्रहरू, शुभ मङ्गलम। आज हामी धम्मपदको निरीह वर्ग नरक वर्गको तेस्रो गाथामा जाउँ, जुन भगवानले वैशालीमा बग्गु मुदातिर वासी भिक्षुलाई भन्नुभएको थियो। त्यसमा भन्नुभएको छ, सेयो अयो गुलो भुत्तो तत्तो अग्गि सिखु पमो न्यन्चे भुन्जेय दुस्सिलो रट्ठपिण्ड मसन्यतो। र अर्थ रहेछ, असंयमी दुराचारी भई त्यसको अन्न खानुभन्दा आगो झैँ रातो तातेको फलामको डल्लो खानु बेस छ रे। त्यसैले भेष मात्र धारण गरेर संयम धारण नगर्ने व्यक्तिलाई भगवानले कसो भन्नुभएको रहेछ यहाँ देख्न पाइन्छ। सबैको शुभ होस्, मङ्गल होस्, कल्याण होस्।